बिहान बिहान कल गरिस् त हौ। दाइ आज पानी परिरहेछ, काम पनि केही छैन र एकछिन तपाईँको घरतिर पो आउँ कि भनेको। ल एकछिन पर्खे त। ए बुढी, हजुर। एक कप अदुवा लाएर मिठो चिया बना त। ल हुन्छ। ल हुन्छ आइज, आज मेरो दिन त्यसै पनि राम्रो छ। ल त दाइ, ल आउँदैछु एकछिनमा। ओके बाई बाई। के भयो आज पनि बिहान बिहानै कल गरिस् त हौ। दाइ आज पनि पानी पर्दैछ, बोर लागिरहेछ, सोच्दैछु आज पनि आउँ कि क्या हो भनेर। ल एकछिन पर्खे त। ए बुढी, हजुर। एक कप अदुवा लाएर चिया ल्याउ न। ल। सुन त, तँ आज मेरो घरमा नआइज होला, आज मेरो दिन एकदम राम्रो छैन। ल ल केही कुरो छैन, तर एउटा कुरो चाहिँ भन्नुहोस् न दाइ, तपाईँलाई कसरी थाहा हुन्छ कि तपाईँको आज दिन राम्रो छैन भनेर? होइन, तपाईँ भविष्यवाणी पनि जान्नुहुन्छ क्या हो? मैले भविष्यवाणी हेर्नै पर्दैन। जब म चिया बनाउनु लाउँछु अदुवा कुटेर, अनि त्यतिखेर अदुवा कुट्दाखेरि नै थाहा पाउँछु आज मेरो दिनहरू राम्रो छैन भनेर। बिहान बिहानै साथीहरूसँग फोन लगाएर अनेक थोक बोलिन्छ, काम ढङ्ग केही छैन। आजदेखि भविष्यवाणी पनि सक्यो।